साथीहरू नमस्कार सबैजनालाई। संसारमा हुनुहुन्छ होला। हाम्रोतिर चाहिँ पानी परेको 4 दिन भयो साथीहरू। आज चाहिँ म करेन्ट चाउचाउ पकाएर खाजा खानु आँटेको। करेन्ट चाउचाउ चाहिँ उम्लिँदैछ। यो उम्लिँदै गर्दा मैले चाहिँ प्याज काटेर राखिसकेको थिएँ। अब उम्लिसकेपछि यसलाई चाहिँ मैले बाउलमा राख्दैछु साथीहरू। हाम्रोतिर त पानी परेर बिजोग छ अनि पिरो धेरै खानु मन पर्दैन, त्यही भएर म चाहिँ यसमा थोरै 2टा मात्र मसला लगाउँदैछु। यो चाहिँ 2टा करेन्ट उमालेको थिएँ अनि एउटा वाइवाई मिसाएको थिएँ। अनि मैले पिरो चाहिँ मसला धेरै लगाइदिनँ किनभने मलाई पिरो मन पर्दैन धेरै। करेन्टको चाहिँ मामुलाई पनि मन पर्दैन। मामु र म भएर खानु आँटेको। अनि यो सस पनि मैले एउटा मात्रै लगाएँ, तर कस्तो च्यात्न नै नसक्ने रहेछ। हाम्रोतिर त पानी परेर नि साह्रै बिजोग भएको छ साथीहरू। घाम देख्नु भएको छैन, 4 दिन भइसक्यो। अब चाहिँ मैले यसमा मसला सबै लगाएर अब यसलाई मिक्स गर्दैछु साथीहरू। मेरो चाहिँ आजको प्लान के छ भने चाउचाउ खाँदै टिभी हेर्दै गर्ने मेरो प्लान छ। त्यही भएर म चाहिँ अब यसलाई मिक्स गर्छु। अनि मिक्स गरेपछि मामुलाई छुट्याइदिन्छु। अनि मामुलाई छुट्याएर दिएपछि चाहिँ फेरि यसमा पिरो थपेर म चाहिँ मेरो रुममा गएर टिभी हेर्दै खान्छु साथीहरू। यतातिर त पानी परेर काटेको धानहरू पनि उम्रिनु आँट्यो खेतमै साथीहरू। हजुरकोतिर कतिको पानी पर्दैछ कमेन्ट गर्नु होला है त। अब यो चाहिँ रेडी भइसक्यो। अनि मैले चाहिँ अब मामुको लागि बाउलमा छुट्याइदिएँ, मामुलाई छुट्याएर दिएँ। अनि अब यसपछि चाहिँ म चाहिँ मेरो भाग चाहिँ लगेर रुममा जान्छु अनि टिभी हेर्दै खान्छु। मम्मीले चाहिँ म धेरै खाँदिनँ भन्नुहुँदै थियो र अनि मैले मामुलाई थोरै दिएँ साथीहरू। अनि अब फेरि मलाई पिरो सस पुग्दैन अनि फेरि पिरो सस चाहिँ थपेर अब म चाहिँ रुमतिर जाँदैछु साथीहरू। मेरो करेन्ट चाउचाउ चाहिँ यस्तो देखिएको छ साथीहरू। आज हजुरको नास्ता के छ? मेरो चाहिँ पापडी डालमोड अनि त्यसमा काँक्राको अचार अनि त्यसपछि चाउचाउ खाँदै म चाहिँ सिरियलको मजा लिँदैछु साथीहरू। म चाहिँ कुन सिरियल हेर्दैछु होला हजुरहरूलाई थाहा छ भने कमेन्ट बक्समा कमेन्ट गर्नु होला। अब म चाहिँ खानको लागि रेडी भइसकेँ साथीहरू। जाडो भएर छिट्टो पक्ने खाजा के खाम भनेको करेन्ट चाउचाउ देखेर अनि म चाहिँ करेन्ट बनाएँ साथीहरू। ल अब म चाहिँ करेन्टको मजा लिँदै टिभी हेर्दैछु साथीहरू। पानी परेर चाहिँ यहाँ चाहिँ साह्रै गाह्रो हुँदैछ। बिजोग पनि भएको छ। धानहरू सबै काटेर खेतमा राखेको छ, उम्रिनु आँट्यो पनि। अब चाहिँ आज चाहिँ यस्तै दिन बित्यो साथीहरू। हजुरहरू कसरी बिताउनु हुँदैछ पानी परेको बेलामा? धन्न बत्ती चाहिँ गएको छैन र टिभी भए पनि हेरेर टाइम पास गर्नु पाइएको छ साथीहरू। हेरेर साथ दिनुभयो सबैजनालाई धेरै धेरै धन्यवाद। लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नबिर्सनु होला है त साथीहरू। बाई बाई सबैजनालाई।